यो नेपालमा भएको जेनजी आन्दोलनमा युएसए को रोल कसरी छ भनेर धेरैको मनमा खुल्दुल छ। त्यसमाथि अहिले त अरु धेरै बाटा भएका छन्। खास यो गरेको सबै इन्डियाले हो भनेर उफ्रिदै पनि छन् हैन। अब यो बुझाउनु पर्ने जिम्मा फेरि मेरै काँधमा आइलाग्यो। सुरुबाट सुरु गरौँ है। यो आजमा हुँदैन, नेपालको हिस्ट्रीसँग सुरु हुन्छ। यो नेपालको सुगौली सन्धिबाट स्टार्ट हुन्छ। नेपालको सुगौली सन्धिमा जुन हामीले ब्रिटिश राज होइन, इस्ट इन्डिया कम्पनी प्रॉफिट मोटिभ कम्पनी हो। उसलाई टेरिटोरी चाहिँ उसको सेकेन्डरी कुरा हो, उसको इन्ट्रेस्ट कुरो मिल्यो। हाम्रा राणाहरुसँग कुरो मिलेको थियो। त्यसपछि नेपाल बचेको थियो। त्यति बेला इस्ट इन्डिया कम्पनीलाई अर्को इन्ट्रेस्ट के थियो भन्दा नेपालबाट हामी त सुरवीर भयौँ, हामी त आगै लाउन पनि पछि नपर्ने खालका यस्ता सुरवीर छन्। यस्ता सुरवीरको मूर्खता देखेर चाहिँ उनीहरू दङ्ग परे। यस्ता मान्छे त फौजमा काम लाग्छन्। अनि नेपालबाट ब्रिटिश आर्मीमा चाहिँ रिक्रुट गर्न सुरु गरियो। त्यहाँबाट सुरु भयो हाम्रो मोडर्न नेपालको इन्टरनेशनल रिलेसन। त्यसपछि के भयो भन्दा सेकेन्ड वर्ल्ड वारसम्म पुग्दा फेरि चाहिँ ब्रिटेन चाहिँ भुत्ते भइसकेको थियो। हिरो युएसए थियो। युएसएले जे भन्यो त्यही हुनेवाला कथा थियो। बचाइदिएको पनि युकेलाई युएसएले नै हो। अनि के भयो भन्दा अब इन्डियालाई छोड्नु पर्ने भयो ब्रिटिसले छोड्दा फेरि अगस्त 15 1947 मा जब इन्डिया इन्डिपेन्डेन्स भयो, त्यो भन्दा अगाडि नै युएसएले के गर्थ्यो भन्दा नेपाल र युएसए बीचमा डिप्लोमेटिक रिलेसनशिप राख्दियो। अप्रिल 25 मा 3 महिना जस्तो अगाडि नै हेर्नु है त। त्यो भएपछि के भयो भन्दा इन्डियाले अब नेपाललाई खान मिलेन। युएसए को त्यति बेला नेपाललाई चाहिँ त्यो रिकग्नाइज गर्दिनको मुख्य दुईटा कारण थियो। एउटा ब्रिटिश आर्मी वाला कथा भयो, जुन एलाइजमा चाहिँ चाहिने हो, हामीहरू मूर्खहरू छौँ। अर्को के छ भन्दा हामी चाइना र इन्डियाको बीचमा थियौँ। यहाँबाट मोनिटर गर्न हेर्नलाई एउटा कुनै एउटा चाहिँ पोइन्ट चाहिँ चाहिन्छ भनेर युएसएले छोडिदिएको। त्यो हाम्रो युएसए को गुड फेथमा उले दिएको हुनाले हामी बचेको हो। नभए उति बेला इन्डियाले खाइसक्थ्यो, कुरै सक्यो। आजको पनि भुटानको गति हेर्नुस्, युके युएसए यिनीहरू कसैले पनि रिकग्नाइज गरेको छैन, डाइरेक्ट डिप्लोमेसी छैन त्यहाँ। इन्डियाले जे भन्छ त्यहाँ त्यही हुन्छ। त्यो एउटा सैटेलाइट स्टेट मात्र हो। नेपाल त्यो होइन। त्यो कसले बनाइदिएको भन्दा 1947 मा युएसएले गरिदिएको, पोइन्ट टु बी नोटेड है। त्यसपछि के हो भन्दा युएसए कस्तो हो आजको दिनमा शक्ति भन्दा फेरि इजरायललाई टाउकोमा यसरी तथास्तु भनेर पेजरमा हानेर लेबनानमा हेजबुल्लाहरुलाई 2024 17 सेप्टेम्बरमा पेजर आक्रमण गरेर पटपट पड्केर चाहिँ मान्छे अहिलेसम्म नि ती मरेकाहरु पनि अनगिन्ती छन्। अझ मर्नु भन्दा पनि त्यहाँबाट जुन इन्ज्युर भएको छ तिनीहरुसँग त्यो जुन ट्रमामा पारेको छ त्यो लगभग हेर्दै म्याजिकल वाला कुरो छ। इजरायलको पर्सपेक्टिभमा हेर्दा त्यो लेभलको इन्टेलिजेन्स छ। हाम्रोमा 8 मा भएको थियो अस्ति सेप्टेम्बर 8 मा। सेप्टेम्बर 9 मा फेरि कतारमा इजरायलले हानेको छ पिन पोइन्ट। भने त्यो लेभलको इन्टेलिजेन्स छ उनीहरुसँग। हामीहरु उनीहरुको लागि चाहिँ कुखुरा फार्म बंगुर फार्म जस्ता मात्रै हो। हामीहरु के पनि होइन। हाम्रो औकात के पनि छैन। हेर्नुस् है, हाम्रो चाहिँ आजको दिनमा पुलिस र हाम्रो इन्टेलिजेन्ससँग राष्ट्रिय परिचय पत्रको डिजिटल डाटा शुद्ध एक्सेस छैन। हामी त्यस्तो देश हो, तन्नम देश हो। अब खैर यतिमा ठीक छ। अब भइदियो के भन्दा फेरि यति सबै हुँदा फेरि यसमा इन्ट्रेस्टिङ अर्को एउटा पनि कथा जोड्नु पर्ने हुन्छ। त्यो हो फिएट करेन्सी। फिएट करेन्सी भनेको के भयो भन्दा युएसए को प्रेसिडेन्ट त्यति बेला 1971 अगस्त 15 मा रिचर्ड निक्सनले डलरसम्म जुन करेन्सी प्याक भन्छ त्यसलाई फिएट बनाइदिए। अनि त्यसपछि चाहिँ युएसले फटाफट पैसा चाहिँ हावामा छाप्ने हो र इन्फ्लेसन बढ्थ्यो। युएसए मात्रै कन्ज्युम हुने भयो त्यो पैसा। तर के हुन्छ भने त्यो ग्लोबली सप्लाई हुन्छ। त्यही भएर सबैले युएसले छापेको त्यो भार चाहिँ डनले भनेपछि मान्नु पर्यो भनेर हामी पनि अलिअलि त्यो डलरसँग पेक भएको हुनाले हामीहरू डलरमा किनिदिन्छौँ। उसले पैसा छाप्छ, हामी किन्छौँ। अनि युएसको डेप बढ्छ भनेर उहाँ हावामा क्याल्कुलेटरमा हिसाब भइरहेछ युएसएमा। र त्यसमा चाहिँ साउदी अरेबियाले 1973 मा 71 मा फिएट बनिसकेपछि 73 मा चाहिँ डलर नभएसम्म पेट्रोल किन्न नपाइने हिसाबमा डलर पेट्रोल पेक गर्यो। त्यसपछिको तमासा अहिलेसम्म जारी नै छ। बिना डलर पेट्रोल किन्न पाइन्न, बिना पेट्रोल संसार चल्ने कुरो आएन। यो थियो डलर। र यति नभएर बाँकी देशलाई चाहिँ युएसएले के गर्छ भन्दा फेरि उनीहरुको सेक्युरिटीको जिम्मा चाहिँ लिने, तर उसको कारोबार गर्ने। बोइङ किन्नु पर्ने हैन, उसको हतियार किन्नु पर्ने। जस्तै रिसेन्टली चाहिँ ट्रम्प गइसकेपछि यो साउदी यिनीहरु यो मिडल इस्टमा घुम्न गएको थियो। त्यसमा चाहिँ 115 तपाईको बिलियन डलरको आम डिल भएको छ। बाँकी एक्स्ट्रा चाहिँ इन्भेस्टमेन्ट वाला त डिक्कै छँदै छ। उसँग लड्न छ तिनीहरु आफू
खास केही होइन, त्यो दादा हजुरले भनिसकेपछि त्यो किनिदिएको मात्रै हो, अब के गर्न सकिन्छ। तर अब यहाँ रमाइलो कुरो चाहिँ यो किन ब्याक स्टोरी सुनायो भन्दा यहाँको रोल आउँछ इन्डिया, चाइना र नेपालको युएसएसँग, मिडल इस्टलाई छोडिदिउँ अहिले। इन्डियामा के भयो भन्दा युएसएले अगस्त 27, 2025मा 15% ट्यारिफ लगाइदियो रसियाबाट फ्युल किनेको न्युमा। इन्डिया के भन्यो, इन्डिया टसमा सुँदैन, हामीलाई बाल, हामी आफ्नो कन्ज्युम आफै गर्छौँ, तिमीहरू जे गर $13 तैँसँग राख, यो इन्डियाले भनिदियो इन्डाइरेक्टली। के भन्छ, वार्तामा बस्न मानेन, ट्रम्पले बोलाएको बोलाइथ्यो, इन्डियाले मानेन। त्यसपछि के भइदियो भन्दा नेपालका प्रधानमन्त्री प्लस इन्डियाका पनि मोदीजी चाहिँ के गरे भन्दा चाइनामा भिजिट गर्न गइदिए। कहिले भन्दाखेरि अगस्त 31 देखि सेप्टेम्बर 3 सम्म थियो। अगस्त 31 र सेप्टेम्बर 1 मा चाहिँ मोदीजी गए होइन। अनि त्यो चाहिँ एससिओ समिट भन्ने थियो चाइनामा, त्यसमा चाहिँ मोदीजीले हाम्रो सी जिङपिङ र रसियन भ्लादिमिर पुटिनलाई पनि भेटे, फोटोसोटो खिचाए, तपाईँहरूले देख्नु भएको होला। अनि 3 मा चाहिँ बसेनन्, जुन त्यो 80th एनिभर्सरीवाला चाइनिजको भिक्ट्रीवाला थियो, त्यसमा चाहिँ मोदीजी बसेनन्। त्यो के देखाएका थियो भन्दाखेरि म जुनसुकै बखत म पल्लो खेमामा पनि जान सक्छु, होस् गरेस् भनेर मोदीजीले सिम्बोलिक देखाए। हाम्रा केपी ओली सिल्लीलाई त अब के चाहियो र, हाम्रो सबभन्दा पैसा धेरै दिने जापान हो, तर जापानको अगेन्स्टमा चाइनाले जितेकोमा हाम्रा परेड हेरेर आएको भन्दा केपी ओली त्यो लेभलका सिल्ली हुन् है। जानुपर्छ जानु पर्दैन थाहा छैन, कसैले फ्रीमा घुम्न दिन्छ, कसैले फ्रीमा त्यो के भन्छ मेजबानी गरेर खान पाइन्छ भने चाहिँ हाम्रा प्रधानमन्त्री कुदे। यिनलाई के हुन्छ ग्लोबल पोलिटिक्स भाङ भुत्रो केही थाहा थिएन, यसरी सरकार जान्छ थाहा भइदियो किन जान्थे बुढा होइन, त्यस्तो भयो। त्यसपछि के भयो भन्दाखेरि अब चल्यो युएसएलाई रिस। एक त हाम्रो यहाँको टोली गुन्डाको जिम्मा दिएको छ इन्डियालाई, त्यसमा त्यो बाटो पल्टेर इन्डिया जान्छ चाइनासँग मिल्नलाई होइन। उता आफ्नो ट्रेडमा चाहिँ नेगोसिएसनमै बसेको छैन भनेपछि जब ट्रम्प काकालाई रिस उठ्यो, ट्रम्प काकाले के गरिदिए भन्दाखेरि नेपालमा अघि नै भनेको पेजर पड्काए जस्तै नेपालमा पनि एनजिओवाला पेजरहरू पड्काइदिए। त्यसपछि हेर्दा हेर्दै हाम्रो यो अहिलेसम्मको तमासा जारी छ। अहिलेको तपाईँको मन्त्रीमण्डल हेर्नुभयो भने पनि युएसएबाट ट्रेनिङ प्राप्तहरू चाहिँ छन् होइन, युएसए फ्रेन्डलीहरू देखिराख्नु भएको छ। त्यसपछि अब इन्डियाको त्यो अघि नै फिएट करेन्सी गयो, त्यसले नै इन्डियाबाट तर्से। अनि इन्डियाले के गर्यो भन्दाखेरि नेगोसिएसनमा आयो। हाम्रो यहाँ 8 र 9मा भइसकेपछि इन्डिया चाहिँ नेगोसिएसनमा आएको छ सेप्टेम्बर 16 मा। अब यसमा बोइङ किन्नेदेखि लगेर होइन त्यो ट्यारिफलाई घटाउनेदेखि लिएर के गर्ने, अब सरेन्डर गर्नु पर्यो, उपाय धेरै छैन। त्यसरी सुरु भयो इन्डियाको। इन्डियालाई पनि डेमो देखाइएको, त्यसमा चाहिँ अब हाम्रो त के औकात हुन्थ्यो र धेरै, इन्डियालाई डेमो देखाउने चक्करमा चाहिँ हामी फस्यौँ योचोटि। त्यसमा चाहिँ हाम्रो बाटो पल्टेर केपीजी नगइदिया भए हुन्थ्यो, केपीजी बाटो मैले त पत्तै पाइनँ होइन भन्ने टाइपमा कुरा गर्थ्यो केपी बालाई। योचोटि राम्रै खास के भयो भनेर पत्तै नपाएर यो बल्ड्याङ खाए। यो हो जियो पोलिटिक्स। यसमा तपाईँको हाम्रो इकोनोमिक्स, युएसको डलर, युएसले बेच्ने वेपन, युएसको ग्लोबल डोमिनेन्स प्लस चाइनासँग भएको यो बाइपोलरहरू जब यो राइजिङ हुन खोजिरहेछ, त्यो सबैको कन्फ्लिक्टमा चाहिँ हामी जस्ता देशहरू चाहिँ चुप लाएर बस्नुपर्ने, मलाई हजुर केही थाहा छैन भनेर आफ्नो काम कुटुङ गर्नुपर्नेमा मङ्की स्मार्ट भए। मङ्की स्मार्ट भइसकेपछि केपी पाको गेडो च्यापेर मरे। तिनको गेडो च्याप्ने चक्करमा चाहिँ देशैको गेडो च्यापिएको हुनाले चाहिँ यो गति भयो आजको दिन। अब यसबाट निस्किने कसरी भन्नुहुन्छ भने धेरै उपाय छैन। मैले लेखेको खास के पनि अहिलेको लागि तमासा हेर्ने। अब हाम्रो इम्पोर्टेन्स अझ पनि युएसएहरूलाई छ। पश्चिमा देशहरूमा हाम्रा छोरीबेटीहरू चाहिँ तिनीहरूका बाआमाको चाक धुन जान्छन् र केटा मान्छे चाहिँ तिनीहरूको टोयलेट सफा गर्न र त्यो सिसाको बाहिर यसरी पुस्न र घाँस सफा गर्न जान्छन् अझै पनि। त्यही भएर हामीलाई सकी चाहिँ हाल्दैनन् होइन। अनि ब्रिटिसहरूमा पनि अझ पनि हामी आर्मी गइरहेछौँ अलिअलि भए पनि। त्यही भएर हाम्रो अहिलेसम्म पनि युजफुलनेस चाहिँ जुन युएसएले जमानामा देखेको थियो 1947 मा त्यो युज अझै पनि कायम नै छ। सो डोन्ट वरी, हामी सकिन्न चाहिँ सकिँदैनौँ, तर स्मार्टनेस चाहिँ अलिक कम देखाउनु पर्यो। जसको जे छैन त्यो धेरै देखाउनु हुँदैन। त्यति भएपछि त जिन्दगी चलि नै राख्छ। हस्, धन्यवाद।